शिवराज नगरपालिका 9 बान्याभार स्थित श्री सरस्वती माध्यमिक विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। विद्यालयको सहयोग तथा विद्यालय स्तरीय बाल क्लबको आयोजनामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो। विद्यालय बाल क्लबकी अध्यक्ष एलिसा चौधरीको अध्यक्षता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनिराम रोकामगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न कक्षाका करिब 25 जना विद्यार्थीहरूले निर्धारित विषयमा आफ्नो तार्किक प्रस्तुति दिएका थिए। विद्यार्थीहरूको बौद्धिक विकास र आत्मविश्वास अभिवृद्धिका लागि आयोजित उक्त कार्यक्रममा सयौंको संख्यामा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। प्रतियोगितालाई विभिन्न तहमा विभाजन गरिएको थियो, जसमा कक्षा 4 र 5 समूह अन्तर्गत सायङ रोकामगर प्रथम, त्यसैगरी पूजा विक द्वितीय र बेनिसा चौधरी तृतीय स्थान ओगट्न सफल भएका थिए। त्यसैगरी कक्षा 6 र 7 समूह अन्तर्गत समीक्षा जेसे प्रथम, त्यसैगरी अनिपा चौधरी द्वितीय र हिमाल सुनार तृतीय स्थान ओगट्न सफल भएका थिए। त्यसैगरी कक्षा 8, 9 र 10 समूह अन्तर्गत प्रशंसापुरी प्रथम, सृजना गुरुङ द्वितीय र सरिता गुरुङ तृतीय स्थान ओगट्न सफल भएका थिए। विजेता विद्यार्थीहरूलाई कार्यक्रमका अतिथिहरूद्वारा अबीर तथा टीका लगाएर नगद पुरस्कार सहित शैक्षिक सामग्री प्रदान गरी सम्मान गरिएको थियो। विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक राजेन्द्र बोहराले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक बाकुरा रोकामगर, तहगत संयोजकहरू रामसिंह बुढामगर, कमानसिंह डाङ्गी तथा पवित्र श्रेष्ठ लगायत शिक्षक शिक्षिकाहरूको गरिमामय उपस्थिति रहेको थियो।